प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र शाहीज्यूलाई आफ्नो शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सर्वप्रथम त आजको यस कार्यक्रमका सभाध्यक्षज्यू र कार्यक्रममा नेपाल सरकारबाट नेपालको राजदूतावासका कार्यवाहक राजदूत महामन्त्री र यानागनका निवर्तमान अध्यक्षज्यूहरू, वर्तमान अध्यक्षज्यूहरू, अन्तर्राष्ट्रिय मञ्चका अध्यक्षज्यूहरू र तपाईँ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू अध्यक्ष छोडेर प्रदेश आएका सबैमा स्वीकार्नुहोस् न्यानो अभिवादन। जय राष्ट्रवाद, जय नेपाल छ। मेरो खास केही छैन त्यस्तो। अब हामी तपाईँ राम्रो गर्नुहोस्, नेपाल आउनुहोस् मात्र भनेर कहाँ हुन्छ र? अब त्यसको लागि नीति बन्नुपर्छ। हामीले नीति बनाएका छैनौँ, हामीले नीति बनाउने कोसिस गर्छौँ। हामीले ऐन बनाउन सकेका छैनौँ। नेपाल आऊ मात्र भनेर मुखले हुनेवाला छैन। लगानी सुरक्षित हुन्छ हामी भनिराखेका छौँ, हुन्छ कसरी? हामीले त्यसका लागि अहिले पनि हामी स्पष्टका साथ छौँ। बढी त सिट हाम्रो छैन, 5 वटा सिट छन्। तपाईँको यो भूमिमा आएर हामी बाचाका साथ भन्न सक्छौँ, एकपटकको नेपाली सधैँको नेपाली भन्ने नाराका साथ हामी छौँ। यदि यो सरकारले वंशजको आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव ल्याएर आउँछ भने यो सरकारको बहुमत पुग्दैन। 181 सिट छ, हामी 5 सिट थपेर 187 पुर्याइदिन्छु भनेर म बाचा र प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यो सदाका लागि। र अर्को कुरा, अब मैले अब नेपाल अहिले नै दौडेर आऊ भन्नका लागि हामीले पहिला नेपाल बनाउनु पर्यो, नीतिहरू, ऐनहरू, नियमहरू बनाउनु पर्यो। लगानी कसरी सुरक्षित हुन्छ? जबकि अहिले तपाईँकै अर्थमन्त्रीले नेपालमा विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्नुको सट्टा नेपालमा रहेका नेपालीलाई विदेशमा लगानी गर्ने राम्रो नीति तथा कार्यक्रम ल्याउनु, त्यो पढ्नुहुन्न कमसेकम। अनि कसरी हामीले नेपाल आउनु? पहिला हामी ऐन बनाऊ, नीति बनाऊ, नत्र 100 दिनमा नेपाल हुने जस्तो हुन्छ। आएर के गर्ने? परिवार त भेट्न आउनु होला, तर लगानी सुरक्षित। त्यसका लागि हामी नीति बनाउँछौँ, कानुन बनाउँछौँ, ऐन बनाउँछौँ। र फेरि अर्को कुरा के लाग्छ भने नेपालमा प्रतिपक्षले बोल्नै नहुने जस्तो अहिले इन्भाइरोमेन्ट क्रिएट भएको छ। प्रजातन्त्रमा त्यो हुँदैन। डेमोक्रेसी इज डेमोक्रेसी। प्रतिपक्षको काम सरकारलाई खबरदारी नै गर्ने, सरकारको काम गर्ने हो। र अर्को कुरा, यो प्रतिपक्षले खबरदारी गर्यो भने दुःख मान्नु हुँदैन। यो सरकारलाई झकझक्याएको, सरकारलाई सही मार्ग, सही बाटो जाऊ भने। अब मैले यति कुरा गरेँ नेपालको विषयमा, अरू गरिनँ है। अब रह्यो अर्को कुरा के छ भने अब यहाँको समस्या, म राजुसँग बसिराखेका छु, कार्यवाहक राजुजीसँग म आज 2 पटक भेटिसकेँ। हामीलाई हिजो एनआरएनका दाजुहरूसँग भेटघाट भयो, राति बस्यौँ हामी। समस्या के हो त अहिले? म जापान आएँ, त्यत्तिकै नेपाल गएर भाषण गरेर गर्नु भन्दा यसको समस्या समाधान गर्नु परेन कि? त गर्नु पर्यो। होइन भने पनि आवाज त उठाउनु पऱ्यो नि त। अब अहिले समस्या के छ? अब नेपाली विद्यार्थीहरूको आजको अवस्था हेरेको मैले आज दिनभरि हेरिराखेको छु, हिजो अस्तिदेखि। भाडा कति महँगो छ, काम पाउँदैन, भाषा जान्दैन, नेपालबाट भर्खर प्लेनमा आइराखेको छ। यो समस्या समाधान कसरी गर्ने हामी? र यसका लागि अहिले पनि कोही मान्छे यहाँ मर्यो भने अहिले डिप्रेसनको रोगी भइराखेका छ यहाँ दाजुभाइ। यति कामको प्रेसर छ कि खर्च नै धान्न पुगिएको अवस्था छैन। 28 घन्टा काम गर्नुपर्ने, 28 घन्टा जो काम गरिन्छ त्यो कामले आफ्नो कोठाबाट तिर्न पुग्दैन, कलेजको फी तिर्न पुग्दैन। अनि यदि बिरामी भयो, यदि तपाईँको उसको मृत्यु भयो भने बिचरा उसको लास नेपाल लिनका लागि एनआरएनहरूले डोनेसन उठाउनु पर्ने अवस्था छ। त्यही भएको हुनाले म नेपाल जाने बित्तिकै शिक्षा मन्त्रीलाई अगाडि राखेर, म खगेन्द्रजी जस्तो नमस्कार गरेर होइन कि, अगाडि राखेर औँला ठड्याएर सिधै भन्छु, एनआरसी गर्नभन्दा अगाडि बिमा नगरी नेपालीहरू यहाँ ल्याउन पाइँदैन। त्यो हामी अगाडि राखेर, किनभने त्यो एउटा कुरो। अर्को वर्किङ भिसाको कुरा छ। अब नेपालबाट ल्याउने हेर्नुहोस् है, फेरि अरू कसैले गरे आउँदैन, हाम्रो वरिपरि भएकै मान्छेले गरे आउने है, टाढा मान्छेले गर्दैन। अब नेपालबाट तपाईँको कुक भिसा भनेर ल्याएर तपाईँको 2 लाख, 3 लाख, 4 लाख तलब हुन्छ भन्ने, यहाँ आएर 60,000 तलब दिने, 80,000 तलब दिने, तिनीहरूलाई कारवाही गर्ने हो नेपालमा। तिनीहरूको धन्दा बन्द गर्ने हो। त्यहाँभन्दा अरू नयाँ कुरो छैन। हामी निरन्तर खबरदारी गर्छौँ। हामी श्रम मन्त्रीसँग बस्छौँ, गृहमन्त्रीसँग बस्छौँ, आवश्यक पऱ्यो भने त्यसपछि मात्र हामी संसदमा यो खबरदारी गर्छौँ। हामी स्ट्रिक्ट भएर लाग्छौँ। यसपटक हामी दायाँ बायाँ गर्दैनौँ। मैले यो
जापान लगायत विश्वका अहिलेसम्म 6-7वटा देश घुमिसके हरेक देशबाट गएर चाहिँ एउटा न एउटा समस्याको समाधान गरेका छौँ। अमेरिका गयो, अमेरिकामा के थियो, ब्राह्मणीय दूतावास थिएन। सबैले भने त्यो आदुदेवा राणासँग तपाईँ कति 1000 पटक गाली गर्नुहोस्, तर उहाँले ब्राह्मणीय दूतावास गठन गरिदिनु भयो र नेपालीले सुख पाएको थिए। अहिले सोडी माग्नेले कटौती गरिदियो। अब राजदूतावासलाई गाली गर्नुहुन्छ तपाईँ यहाँ बसेर, ठाडोहात लगाएर गाली गर्नुहुन्छ, म पनि गाली गर्छु। जानुभएको छ कर्मचारी कतिजना छन्? 700 जना जापानमा नेपाली हुँदा पनि 4 जना कर्मचारी हो। अहिले 3.5 लाख हुँदाखेरि पनि 4 जना कर्मचारी छन्। अब त्यो हुँदैन, कर्मचारी बढाउनु पर्छ। एउटा गाउँपालिकामा 5000 जनसङ्ख्या हुन्छ, त्यहाँ 200 जना कर्मचारी हुने गाउँपालिकामा, अनि 3.5 लाख जनसङ्ख्या भएको त हामी सबै नेपाली हो नि। यहाँ अनि 4 जना कर्मचारीले काम गर्न सकिन्छ? तपाईँहरू सक्नुहुन्छ? त्यो भएको हुनाले राज्यलाई, सरकारलाई जापानमा कर्मचारी थप भनेर पनि म लिएर जान्छु र यदि गरेन भने म संसदमा त्यसको आवाज उठाउँछु। किनभने यो गर्नुपर्ने अवस्था छ। किनभने अब यही हो हामीले गर्ने प्रतिपक्ष। र अनि अर्को एउटा सबभन्दा ठुलो समस्या अहिले के आइपरेको छ यहाँ भने हाम्रो सम्बन्धको कुरा। मलाई यो अहिलेको सरकारले विशेष गरेर देशको प्रधानमन्त्रीले भ्रष्टाचार गर्छन् भन्ने कुरामा म विश्वास गर्दिनँ। तर प्रधानमन्त्री आलोकाते छन्। दलाई लामाको जन्मदिवस नेपालमा मनाउँदा चीनका राजदूतहरूले विज्ञप्ति निकालेका छन्। अहिले भोलि हामी परराष्ट्र नीतिमा फस्दै जान्छौँ कि भन्ने ठुलो डर छ होइन। त्यो भएको हुनाले मैले सकिहालेँ। अब त्यो भएको हुनाले अलिक स्पष्टका साथ हामी सरकारलाई खबरदारी गरिरहेको छौँ। तपाईँहरूको साथ छ, अझै खुसीका साथ बस्नुहोस्, अझै मेहनत गर्नुहोस्, दुःख गर्नुहोस्। अब धेरै लामो कुरा केही पनि छैन। यहाँ जापान आइसकेपछि हामी सिर्फ तपाईँको यसो घुम्न मात्र आएको होइनौँ, तपाईँको समस्या सम्बन्धित ठाउँमा उठाउन आएको छौँ। अझै मलाई गर्नलाई म दूतावासको भ्रमण पनि गर्छु र सबैलाई साथ लिएर जाउँ। जापान र नेपालको सम्बन्ध अझै प्रगाढ बनाऊ। जापानको राजाहरू, युवराजहरू, राजा वीरेन्द्रको राज्याभिषेकमा नेपाल जानुभएको रहेछ। त्यहाँभन्दा पछाडि राज संस्था गइसकेपछि जापानका राजाहरूले नेपाल भ्रमण गरेको इतिहास छैन। はい、議員様、ありがとうございました。もちろん、ね、人数が増えていくといろんな課題も出てきて、いろんな日本に住んでいるネパールの方々の課題も聞こえているので、そちらぜひネパール帰って国会でその話をして解決に努めたいと思いますという話です。